Hello everyone, welcome to our new episode in Ukagov. सो आज हामीसँग हुनुहुन्छ कन्टेन्ट क्रिएटर श्वेता बस्नेत नमस्ते वेलकम श्वेता वेलकम टु कागफ धन्यवाद यिनीहरूले मैले जाडो महिनादेखि भनेको बल्ल बोलाइरहेको जाडोदेखि एक वर्ष लाग्यो अरे आधी वर्ष आधी वर्ष के छ अनि केमा व्यस्त छौ अहिले मेरो त्यही हो भिडियो बनायो बस्यो आफ्नो भिडियो आफै हेऱ्यो चिलमा सक्यो अनि किन अरूले पनि हेर्छ जस्तो लागेको थियो त आफ्नो भिडियो आफै हेर्छु भन्छ आफ्नै हेरेर नि भ्युज बढाउने त्यही भएर पो हो त्यत्रो भ्युज आफैले हेरेर भए होला त्यो फेरि हो सुरुदेखि जाउँ न जस्तै तिमी राइजिङ स्टारमा कसरी जोड्यौ कहाँबाट ऊ भयो त्यहाँको त्यहाँबाट फेरि जाने ल ठिक छ जानै पर्यो नि तिमीलाई थाहा हुनु पर्ने हो त होइन मलाई थाहा छ तर मेरो भ्युवरहरूलाई थाहा छैन नि त त्यो हो नि त कुरा सुरुमा चाहिँ रोहित हामी एउटै कलेज पढ्थ्यो होइन अनि रोहित खतरा पढन दास केटा थियो होइन अनि टप्पर थियो केटो जस्ट टप 10 वाला नाममा आउँथ्यो क्या अनि जस्ट रोहितलाई जिस्काउने गर्थेँ मैले होइन नट इन द्याट फ्लर्टी वे जस्ट ए रोहित गरेर हिँडिदिन्थेँ क्या अनि कसले बोलायो भनेर हेर्थ्यो नि त केटोले अनि पछि गएर चाहिँ थाहा भएछ मैले बोलायो अरे अनि त्यसपछि चाहिँ हाम्रो कुराकानीहरू सुरु भयो अनि त्यसपछि उनीहरूले यस्तो भिडियो बनाउँछ भनेर तिमीहरू बनाइरहेको थियो नि त्यतिखेर नै अनि त्यसपछि हाम्रो अर्को साथी थियो ज्योत्सना सुवेदी होइन उरामा चाहिँ जस मिल्ने साथी थियो अनि त्यसपछि के भयो त्यसपछि चाहिँ उसले चाहिँ गरिसकेको थियो नि त ग्रुपमा अनि फेरि ल हामी पनि गरौँ स्क्रिप्टहरू लेख्थ्यौँ तिमीलाई कति एउटा गर्लफ्रेन्ड दुईवटा गर्लफ्रेन्ड तिनवटा बुढी बनाएर बस्छौ भनेर त्यो कुरा सुरु भएको थियो नि त अनि त्यसपछि ल भनेर अनि स्क्रिप्टिङतिर गयो अनि त्यसपछि अलिकति छुट्टै जर्न निस्केको थियो नि त त्यसपछि अनि त्यहाँबाट गर्न थाल्यो अनि रोहितहरूले चाहिँ एक्टिङ नै गर न त भनेर भन्न थाल्यो नि त ल गरिदिउँ न त भने सुरुमा स्क्रिप्टको लागि मात्रै पो त इन भएको थियो सुरुमा चाहिँ ल हामी गरिदिनु सक्यो अरे स्क्रिप्ट चाहिँ लेखौँ न त भन्ने मात्र त्यो हिसाबले मात्र गएको थियो अनि पछि चाहिँ एक्टिङ पनि गरिदेऊ न त भनेर रोहितले केही हुँदैन भन्थ्यो नि त सुरुमा त मेकअप गर्नुपर्छ गरिदिनु म त भन्नेवाला भएको थियो कि अनि होइन क्यामेराको लागि त गर्नुपर्छ अन्त भन्यो अनि ल ठिकै छ भनेर अनि त्यहाँदेखि गर्न थाल्यो अनि गरेदेखि जस राम्रै नै के भन्छ त्यसलाई कमेन्ट्सहरू आइरहेको थियो नि त अनि त्यहीबाट गयो अनि मजाले गऱ्यो त्यही नै अनि बाँकी त अझ जाने त तिमीलाई त्यो जर्नी कस्तो भयो भनेर जस पहिला चाहिँ रमाइलो हुन्थ्यो होइन हामी धेरै नकमाउँदाखेरि है अनि त्यसपछि त्यही जस एउटा ग्रुप टिमवर्क चाहिँ मजाले हुन्थ्यो होइन अनि जे गर्दा नि त्यहाँबाट धेरै कुरा सिक्यो भनौँ किन कमाउन थालिसकेपछि चाहिँ के भयो कमाउनु थालेपछि पैसा होइन कमाउनु थालेपछि त खासै केही नि भएन के भएको थियो साँच्ची खै त्यो त मलाई पनि राम्रोसित थाहा छैन नि थाहा न केही नि भएको थिएन मतलब गर्नु छोडेको हो सबैले एकअर्काको हो कमाउनु थालेपछि मतलब गर्नु छोडिँदो रहेछ क्या कसले तिमीले कमाउनु थाल्यो कि उनीहरूले सबैजनाले अब एक मैले त कमाएको छैन हो सबैजना भन्दा म्यानिफेस्ट हुन्छ है मैले पढ्छ भने म त टट्टै कमाइरहेको छु अहिले त यस्तो हो ठ्याक्कै लकडाउनमा नि गऱ्यो हामीले लकडाउन पछि सबैजनाले आफ्नो च्यानल खोल्यो होइन अनि मेरो च्यानल त खतरा बुम भइहाल्यो अनि त्यसमा नि जो सबैजना खुसी नै थिए अनि त्यो आफ्नो गर्दा अब राइजिङ स्टारमै सुटहरू गर्थ्यो नि त एडिट गर्न चाहिँ आफै गर्थेँ मैले अनि त्यो सुट गरिदिँदाखेरि चाहिँ भ्याएन यतिखेर भ्याउँदैन बिहान सोधेँ नि भ्याउँदैन बेलुका सोधेँ नि भ्याउँदैन भन्ने कुरा भयो नि त अनि मलाई लास्ट चिजो दुखेको थियो कि त्यतिखेर अनि ल ठिकै छ भनेर घरमै बसेँ अनि दिदीलाई फोन गरेँ के चाहिन्छ भन् तँलाई भन्न थाल्यो अनि जस तिमीहरूले सिकाएको थियो अफकोर्स होइन छैन भन्दिनँ म अनि त्यहाँबाट सिकेर यो चाहिन्छ भनेपछि अनि सिम्पली आफ्नै रुमबाट सुरु भयो आफ्नो च्यानलको लागि होइन अनि जस च्यानलमा नि राम्रै गइरहेको थियो जस एउटा फेजमा एकदमै राम्रो गइरहेको थियो नि त 1-2 लाख भ्युज त मजाले सजिलै गइरहेको थियो अनि त्यतिखेरको टाइममा चाहिँ उता भ्याउँदैन नगर्ने भनेपछि चाहिँ मलाई चित्त दुखायो मेरो साइडको स्टोरी चाहिँ होइन अनि त्यसपछि मैले चाहिँ खासै केही भने छुट्टिने नि भनेको थिएन मैले अनि मैले चाहिँ आफ्नैमा आएर गरेँ सजिलो नै हुन्छ तिनीहरूलाई किन दुःख दिनु अब भन्ने जस्तो भयो नि त अनि त्यो भएपछि चाहिँ ल आफै गरौँ भन्थ्यो नि आफै सुरु भयो अनि अब पछि अब उता साइडमा के कुरा जहिले थाहा छैन आइरहनु नो होइन उता के भयो नि 81 ल अब हामी छुट्यौँ है श्वेता युआर नो मोर इन द टिम भनेर ग्रुप कल भएको थियो अनि पुरा त्योमा चाहिँ खै अब ग्रुपै थियो रोहित प्रशान्त थियो होइन अनि जो पनि छिनमै आउने छिनमै जाने भइरहेको थियो अब उसको नेट अलिक खत्तम थियो त्यतिखेर होइन अनि त्यही भइरहेको थियो अनि उनीहरूले चाहिँ अब
जे हुनु छ राम्रो भइहाल्यो अब यहाँदेखि चाहिँ हामी आफ्नो जर्नी इन्ड गरिदिउँ अब पछि गएर केही तिमी पनि नराम्रो नभन हामी पनि भन्दैनौँ टाइपको कुरा गएको थियो अनि अफकोर्स मलाई त अब जे हुन्छ गरा होस् भनेर बसिरहेको थिएँ चित्त चाहिँ लास्टै दुखाएको थियो होइन किनभने त्यो राइजिङ स्टारमा कोही केटी नजाँदा नि म जान्थेँ याद छ कि छैन तिमीलाई होइन जहाँ गएर ल कहाँ जानुपर्ने हो के हो भनेर त्यो भिडियोकै काम नभए नि अरू काममा भए पनि म गइदिन्थेँ अनि त्यतिखेर चाहिँ लास्ट चित्त दुखाएको थियो मलाई होइन अनि ल होस् जे हुन्छ राम्रोको लागि हुन्छ भनेर नि गरेँ होइन त्यसपछि ल भनेर आफ्नैतिर सुरु भयो अनि त्यही त जस्तै अब फाइन्सहरू सर्ट मुभी गरिरहेको मान्छे अनि एक्कासी के भन्छ रियाक्सन गर्ने भनेर चाहिँ कसरी माइन्ड उता गयो त रियाक्सन गर्ने भनेर रियाक्सनको लागि चाहिँ रोहित र प्रशान्तले हो के अरे उनीहरूले भनिरहेको थियो अनि रोहितले चाहिँ तिमीलाई धेरैजनाले मन पराउँछ जे होस् राम्रै हुन्छ तिम्रो रियाक्सन हेर्न खोज्छ होला अनि उनीहरूले आइडिया दिएको थियो होइन अनि त्यतिखेर हाम्रो सजन दाजु पनि खुब चलिरहेको थियो नि त अनि हुन्छ गर भनेको थियो ल नि त गरिदिउँ भनेर गर्नु थालेको होइन जे होस् रमाइलो भयो राम्रै आयो रियाक्सन राम्रै आयो जनताहरूको होइन त अनि त्यही भएर अनि त्यसपछि चाहिँ राम्रै गयो भनौँ एक टाइममा चाहिँ अलिकति सट्टै तल घाँस लागेको थियो तर फेरि ठिकै छ मेरो लागि चाहिँ भनौँ के चाहिँ सजिलो रियाक्सन गर्नु सजिलो कि फाइन्सहरू यताउता यस्तो रियाक्सन गर्न चाहिँ सजिलो हो तर रमाइलो लाग्ने चाहिँ फाइन्सहरू हो किनभने अनि त्यसपछि ठ्याक्कै त्यो कन्टेन्ट क्रिएसनहरू गर्दाखेरि पहिला स्केट्सहरू गर्दाखेरि नि त्यो हावामा गर्दिनँ नि त मैले जस्ट आफ्नै भिडियो त्यो हाउडे भिडियो बनाउने अनि हाँसिदिने गर्थ्यो नि त आफै एडिट गर्दै हाँस्थ्यो बस्थ्यो अनि त्यत्तिकै हालिदिन्थेँ क्या मैले सबलाई राम्रो लाग्न थाल्यो त्यत्तिकै हावामा सुरु भएर अनि अहिले कन्टेन्ट क्रिएटर भएको त्यो राइजिङ स्टारको टिमबाट छुटिसकेपछि चाहिँ पछि कोल्याब गरेर चाहिँ छैन भिडियोहरू के छैन कस्तो मुख च्यारे छैन रे त्यसपछि त अब उनीहरूलाई नि अप्ठ्यारो लाग्यो होला होइन उनीहरूलाई पनि थाहा रहन्छ भन्दै रोहितले त किन छुट्या त मैले अर्को पोडकास्ट हेरेर थाहा पाएँ भनेर भन्दै थिएँ तिनीहरूलाई थाहा न भइरहेको थियो थाहा छ कसलाई त्यो त खासमा तिमीलाई थाहा तिमी टिम मेम्बर कहाँ म त पछि ऊ भएको थियो नि उनीहरूको कुरा थाहा नै छैन नि म पछि त थाहा भएको नि हो म त हो सदन मसँग खुब मिल्थ्यो क्या त्यतिखेर यसले नि इग्नोर गरिरहेको छ मलाई किन गरिरहेको छ भइरहेको होइन इग्नोरै गरे भन्दा नि अप्ठ्यारो चाहिँ भएको हो क्या अब के यता र उता के कुरा छ कहाँ के म त कस्तो बिचमा भएको जस्तो कि खासै केही भएको पनि थिएन तिमीलाई थाहा थिएन राम्रोहरूले भनेर हो तिनीहरूको प्रब्लम चाहिँ यही छ क्या एउटा टिममा भएपछि राम्रोसित कुरै गर्दैन यता बोलाएर पोडकास्टमा पुरा राइजिङ स्टारको कुरा गराइरहेछ ठिक छ तर होइन म राइजिङ स्टारमा चाहिँ लास्ट रमाइलो भएको हो सुरुमा होइन त्यो पछि अब सबैजना आफ्नो लाइफमा बिजी भएपछि चाहिँ कुरा नमिलेको हो त्यही नै हो केही नै भन्दैन त्यो बेला त्यो राइजिङ स्टारको भिडियोको भ्युजहरू डाउन गइरहेको थियो कि त्यो नर्मल चलिरहेको बेला यत्तिकै छुट्याएर यस्तो बनाउन छोडेपछि छुट्यो यस्तो हुन्थ्यो पहिला हामीले चाहिँ जस ग्रुपमा भिडियो बनाउने होइन के गर्ने होइन भनेर त्यस कुरा राखिरहन्थ्यो नि त केटाहरूलाई होइन अनि उनीहरूले चाहिँ अनि गर्ने अब गरौँ यहाँ त्यहाँ भन्थ्यो अनि मलाई त्यो जब उनीहरूले टाइम भ्याएन भन्थ्यो नि मैले त्यसपछि भन्नै छोड्थेँ होइन अनि त्यो भन्न छोडेपछि चाहिँ उनीहरूले दसैँ तिहारतिर भिडियो निकालिसकेछ मलाई पनि बनाएको थिएन अनि त्यसपछि चाहिँ ल यिनीहरूले छुट्टिने नै सोच्या रहेछ भन्ने भयो अनि त्यसपछि मैले केही नै भने नो रियाक्सन सक्यो अनि दसैँ तिहारदेखि चाहिँ छुटेको होइन म त कता हो नि म त डुलिरहने मान्छे हो नि तिमी त ग्रुपमा थिएन हो त्यही भएर नि होला मेरो अगाडि किन नभने होइन के नि खोज्ने जे गर्यो राम्रै गर्यो रे ओ यस म त्यो चाहिँ मान्छु मेरो लागि त एकदमै राम्रो भएको छ आइ एम भेरी ह्याप्पी जे हुन्छ राम्रो लागि हुन्छ भन्ने कुरा हो त्यसपछि त के भयो कसैले पनि मतलबै गरेन नि अनफलो गर्नेहरूलाई अनफलो हानिदिइहालेँ मैले हेर्नु पनि मन लागेन तिनीहरूलाई त्यस्तो नि चल्यो फलो अनफलो पनि चलेर बसिदिएँ अनफलो नै हान्दै थिएँ मलाई चाहिँ लास्टै चित्त दुखाएको थियो क्या फेरि होइन म हतपति रिसाउँथेन है अनि रिसाएपछि चाहिँ भयो ल चित्त दुखाएर तिनीहरू रुवाइदिएको थियो मलाई हामी नभए एज अ टिमको माया लाग्यो मलाई त्यो मान्छेको चाहिँ होइन टिमको माया लाग्यो होइन त्यो होइन अब रमाइलो गर्थ्यो बोल्थ्यो लास्ट हाँस्थ्यो हामी है त्यो उठेको काम गर्थ्यो ओभरअलमा एकदमै रमाइलो हुन्थ्यो है अनि त्यो मुभमेन्ट चाहिँ
अलिकति चिसिक्क हुन्छ जस उम्, रमाइलो हुन्थ्यो भनेर अहिले त हुँदैन अहिले त धेरै रात गई भइसक्यो अहिले त जस्तै तिमीलाई राइजिङ स्टारमा जति पनि गऱ्यौ नि त्यो गरेको भिडियो मध्ये चाहिँ तिमीलाई कुन चाहिँ खतरा लाग्छ अति मजा भएको रमाइलो भएको कुन चाहिँ भिडियो लाग्छ तिमीलाई? चाइल्डहुड मेमोरिजमा मलाई पनि त्यही लाग्छ कि ठ्याक्कै चाइल्डहुड मेमोरिज अनि अफकोर्स डेटिङ अर टम भयो त्यसले गर्दाखेरि नै अलिकति हाइलाइट आएको हो मलाई होइन अनि जस त्यसले गर्दा त्यो दुईवटा भिडियोहरू चाहिँ एकदमै रमाइलो थियो जोस् त्यो टाइममा चाहिँ एकदमै राम्रो राम्रो कन्टेन्टहरू निकाल्थ्यो नि त होइन त्यो रमाइलो थियो गर्यो भन्नेवाला भएको छ त्यो टम्बेवाला कन्सेप्ट चाहिँ कसको थियो तिम्रै थियो र यस्तो जो र म थियौँ अनि जोले चाहिँ भनेको थियो जस यस्तो वाट इफ सिरिज गरौँ डेटिङ अर टम्बोय टाइपको गरौँ भन्नेवाला कुरा थियो अनि त्यो स्क्रिप्ट लेख्न बस्दाखेरि चाहिँ जो सबैजना ओभरअलमा बसेर हामीले चाहिँ अब त्यो टम्बोयको पोइन्ट्सहरू राख्ने टाइपको कुरा थियो अनि रोहितले चाहिँ स्टोरी वाइजमा जाउँ भने ल हुन्छ भनेर अनि त्यसमै गयो रमाइलो पनि अनि धेरै हाइपअप भएको थियो नि त्यो टम्बोयवालाले त त्यसपछि झन् धेरै मन पराउनु थाल्यो मान्छेहरूले होइन अनि पारा पनि अहिले त्यस्तो गरेर नि होला त्यही नै चलिरहेको थियो के हो एक्चुअलमा चाहिँ के हो टम्बोय नै हो तिमी हो त्यो क्वेसन कतिको आउँछ तिमीलाई धेरै पहिला चाहिँ धेरै नै आउँथ्यो अब अहिले चाहिँ अलिकति त्यो आउँदैन नि त अब त्यसमा केही बनाउनु सोचिरहेको छ मैले होइन फेरि किनभने मान्छेहरू लास्ट मनपर्छ त्यो अनि अहिले पनि यस्तो सोच्दाखेरि अलिकति गर्ली पारा चाहिँ मेरो निस्किँदैन होइन मैले त्यो कन्टेन्ट क्रिएट गर्दा के अरे भिडियोहरू स्केचहरू बनाउँदा नि कुनै कुनैमा गर्लीवाला छ नि त होइन मर्रे गएर निस्किँदैन यति गाह्रो हुन्छ त्यो सफ्ट पारा निकाल्नलाई अनि त्यो अलिअलि टम्बोय नै छु भनौँ तिमीलाई के लाग्छ कस्तो थियो मेरो फर्स्ट इम्प्रेसन तिमीलाई बल्लु त्यो भनेर मलाई त रमाइलो लागेको थियो रमाइलो लागेको थियो त्यो कन्सेप्ट पनि नयाँ लागेको थियो गरिरहेको भन्दा नयाँ लागेको थियो हामी त्यो राइजिङ स्टारमा मजा आएको थियो त्यो गर्नु पनि एउटा होइन एउटा छुट्टै ग्रुपै भएको थियो नि त्यतिखेर त एकदम रमाइलो भएको थियो नि त्यो बिचमा भर्खर उता माथि अफिस खोलिराख्दाखेरि अति रमाइलो भएको थियो नि दिनकै आउने केही कामै नगरी हाउ गरेर बिताइदिन्थ्यो दिन भर्खर युट्युबको लाइभहरू यताउता बस्थ्यो टिकटक बनाउँथ्यो त्यतिखेर लास्ट रमाइलो थियो अनि यस्तो घनिष्ठ मित्र छोडेर गएको तिमीलाई कसरी थाहा नभएको खोइ बिच उनीहरूको के कुरा मिल्थ्यो क्या हुन्छ नि हामी सुट गरेर के छ भनेर के चल्दैछ भनेर बस्थ्यो क्या हामी उता सुट भइरहेछ होइन यस्तो भएको थियो के गर्यो त्यसले भनेर भन्थ्यो क्या हामी अनि पछि त केटो नि इग्नोर गर्नु थाल्छ मलाई भएर इग्नोर त यस्तो भएको हो अब त्यो राम्रोसित थाहा नभएको हो तिमीलाई नि तिमी आफ्नै काममा चल्नुहुन्थ्यो अब मलाई चाहिँ अब म एक्लो भयो नि त त्यतिखेर मलाई चाहिँ त्यो फिल भयो क्या इग्नोर गर्यो मलाई ठिकै छ इग्नोर त कहाँ इग्नोर गर्नु इग्नोर गऱ्यो है यहाँसम्म बोलाउँदैन थियो नि मेसेजहरू के गरेन सबैले मतलबै हुन्थेन क्या त्यतिखेर पहिला नि खासै हुँदैन थियो है हाम्रो त्यसो भेटा बेला मात्रै हो कि यो हो क्या अझै बाइल चाटिदिने भने कहिले के भन्ने क्या ल्याङ गर्थ्यो नि यो मान्छेले त्यो चुप लागेर साइलेन्ट भएर सबैजना वात्त भएर बस्थ्यो नि यस्तो भएको थियो सुन न के लाग्यो म चाहिँ फेरि ग्रुपले चुप लाएर बसिदिन्थ्यो कि ग्रुपमा चुप लाएर बसिदिन्थ्यो कहाँ हराइरह हुन्थ्यो म आफ्नै दुनियाँमा अनि ऊ एउटा चाहिँ आउँथ्यो जहिले पनि ओ यस्तो के हो गर्दै कराएर बसिरह हुन्थ्यो कि लास्ट कोट टिममा एकजना त्यस्तो भन्नु रमाइलो चाहिँ हुन्छ अनि पब्जीवाला पनि मजा आएको थियो नि त्योवाला त त्यो त झन् छुट्टै त्यो त्यसमा त छुट्टै स्ट्रगल थियो है खतरा हामीले फाइट खेल्न सिकेको थियो नि त्यसमा त के भन्छ त्यसलाई वर्कसप गरेर त्यतिखेर लकडाउन चलिरहेको थियो अरे होइन त्यस्तै सेकेन्ड लकडाउनको फेज थियो क्या त्यतिखेर पनि डाँडा काँडा गर्दै हेमन डाँडा अहिले कस्तो फोहोर बनाएर हाम्रोलाई अहिले त्यतिखेर कस्तो सफा थियो होइन यस्तो गयो नि है हामी त्यो पब्जीवाला सुट गर्दाखेरि घाट टाढा लाग्थ्यो अरे त्यो है अहिले त त्यही छ अनि त्योवाला कुरा चाहिँ एकदम त्यो पनि रमाइलो थियो पुरा फाइट साइट सिकेर अझै अविरलले फाइट सिकाएको थियो अविरल याद छ कि छैन तिमीलाई पुरा त्यो सिकाएको थियो कि कराते यता भन्ने पुरा ह्यान्ड मुभमेन्टहरू सिकाएर गरेको थियो कि हामीले खतरा मेहनत चाहिँ त्यसमा गरेको थियो सबभन्दा धेरै
लाइसेन्स भिडियो निकाल्नु नै 4 महिना त्यस्तो लागेको थियो ठिकै छ त्यसको रेकर्डहरू अहिले त तोडिँदैछ क्यारे होइन त्यो त्यो टाइममा चाहिँ त्यो खतरा थियो धेरैजनाले नै हेरेको थिएँ त्यो त्यही ओ त्यसको मैले रिएक्सन गरेँ होइन कि गर्नु पर्यो ल नयाँ कन्टेन्ट पाइसक्यो उसले यहाँ बस्दा बस्दै त्यस्तो सोचेँ कि मैले ठ्याक्कै अस्ति भर्खर पनि तिहारको बेला के अरे गरेको थिएँ नि त राइजिङकै अनि त्यतिखेर राम्रै रेस्पोन्स आएको थियो पब्जीको गर्छ अब मेरो च्यानल हेर्नु होला जस्तै सुरुमा राइजिङ स्टारमा गरिसक्यो एउटा दुइटा गर्दै जाँदाखेरि घरबाट चाहिँ के भन्नुहुन्थ्यो तिमीलाई गर नगर सपोर्ट के थियो घरबाट त मलाई जे गर्यो नि गर भन्नेवाला थियो जस अब नराम्रो काम भने नगर्नु होइन जस यो भिडियो बनाइरहेको छ भने सपोर्ट चाहिँ थियो जस ममले चाहिँ मजाले सपोर्ट गर्नुहुन्थ्यो गर तिमी चाहिँ गर मेरो घरको काम चाहिँ गर भनेर अफिस छ नि त अनि त्यो जस्तो डेलिभरी पनि हान्छु म सामानहरू यता उता गरिदिनुपर्छ नि त मम्मीको अफिसको अनि त्यो गरिदिन्थेँ अनि त्यसपछि चाहिँ जस काम परेको बेला चाहिँ मम्मीको अगाडि आइपुग्थ्यो नि त त्यही भएर अरू चाहिँ जेसुकै गर भन्ने हो थियो अब यसमै फ्युचर होला भन्ने चाहिँ सोचेको थिएन होइन रमाइलोको लागि गरिन्थ्यो जस सिकियो त्यसबाटै राम्रै भयो जस यही गरेर लाइफ तान्न सकिन्छ अहिले त सकिन्छ पहिला चाहिँ भन्न सकिँदैन जस अहिले जुन फेजमा छ अब त्यही नै राम्रो भइरह्यो भने चाहिँ मजाले सकिन्छ होइन आनन्दले नेपालमै बस्छु म होइन भने चाहिँ डाउनफल त के हो भने अब यो कन्टेन्ट क्रिएसनले अब केहीले पेल्न आयो भने चाहिँ अलिक गाह्रै पर्ला त्यही चिजलाई एड्याप्ट गर्नु पर्ला जस्तो लाग्छ ओमाइ गड कतिवटा बेला मसाज जस्तै बाहिर जाने त्यस्तो सोच चाहिँ कहिले आएन तिम्रो म जान लागिसकेको थिएँ ठ्याक्कै यो ठ्याक्कै रियाक्सनबाट छुटेपछि म हल्का ग्याप भएको थियो नि त मेरो खासै कन्टेन्ट क्रिएसनमा नि लागेको थिएन अनि टिकटक ब्यान्ड भएपछि अनि इन्स्टातिर गएको थिएँ क्या अनि त्यसपछि चाहिँ अलि मजाले ब्रान्डहरू आउनु थाल्यो अनि स्पोन्सरहरू कुरा आउनु थाल्यो अनि त्यसपछि चाहिँ बल्ल ल है सकिन्छ टाइपको भएको थियो नत्र पिटी दिएर एक्जाम दिन रेडी भइसकेको थिएँ अनि पछि होस् जान्नु अलिअलि भइरहेछ है भन्ने भयो अनि अहिले चाहिँ स्टिल हेरिन्छ हेरौँ अब त एमसिटी दुबईतिर जानुपर्छ अस्ट्रेलियाहरूतिर जानु भ्याउँदैन अफकोर्स म बुढो भइसकेँ हेरौँ के हुन्छ त्यो साई होप राम्रै होस् राम्रै हुन्छ जस्तै तिमी ब्रान्डको पनि काम गरेर हुन्छौ नि त जस्तै तिमी ब्रान्ड भ्यालु हेर्छौ कि उनीहरूले पे गर्ने साइड चाहिँ हेर्छौ तिमी यस्तो हो अब उनीहरूको ब्रान्ड भ्यालु नै हेर्नु पऱ्यो होइन पे भनेको त गर्नै पऱ्यो होइन पे पनि एउटा टाइमसम्म पे पनि हो अब त्यसको कतिको नेगेटिभ त्यो के भन्छ त्यसलाई नेगेटिभ साइड छ कुनको पोजिटिभ साइड छ भन्ने त्यो चाहिँ हेरिन्छ अब आफूले चित्त बुझा छैन भने चाहिँ गर्दैन सुरुमा चाहिँ जे आयो नि गर्ने टाइपको भएको थियो होइन त्यति नलेज नभएर नि होला त्यही भएर पहिला केही भिडियो देख्यो भने चाहिँ प्लिज आइएम सरी भनेर अनि त्यो भएर नि होला अहिले चाहिँ जे हेर्दाखेरि के हो कसो हो युज गर्दा ठिक होला र यो ठिक होला र भन्ने टाइपको चाहिँ हुन्छ त्यही अनुसार गरिन्छ काम त त्यही भएर अनि के सिक्यो त राइजिङ स्टारबाट अफकोर्स एक्टिङ स्किल्स भनौँ होइन अहिले तिनीहरूले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भनेर सिकाउँथेँ अनि मेकअप पनि इम्पोर्टेन्ट छ भनेर चिनायो त्यही भएर मलाई सबभन्दा गाह्रो लाग्ने काम चाहिँ मेकअप धस्न हो स्टिल होइन त्यही नि लाउनु त पऱ्यो अनि बेलुका मुख धुन नि एकदमै अल्छी त्यही गर्नु पऱ्यो होइन अनि अरू चाहिँ जस लाइटिङको बारेमा अनि इडिट्स मेन चाहिँ इडिट्सहरू सिकाएको थियो अनि सिम्पल उनीहरूले बेसिक सिकाएको थियो मलाई त्यसले पनि धेरै काम गरिरहेछ जस ओभरअलमा धेरै काम चाहिँ सिकेँ भनौँ अहिले पेमेन्ट धेरै खासै नगरे नि काम धेरै सिकेँ त्यसमै खुसी छ त्यो काम अहिले धेरै काम लागिरहेछ नि त त्यही भएर अहिले बनाएको त्यो भिडियो एडिटहरू चाहिँ सब आफैले गर्ने अहिले चाहिँ सबै आफै डङ खासै धेरै नै हुँदैन नि त अनि गऱ्यो हिँड्यो सक्यो एकजनाले नै चिलमा जस राइजिङ स्टारले त्यो गर्नु जेलसम्म तिमीलाई पे गर्थ्यो उसलाई त गर्थ्यो उ त के भन्छ त्यसलाई सेयर पार्टनर
ए कस्तो प्रड्युसर जस्तै होइन मेरो क्वेसन त्यो थिएन यस्तै थियो सुरुमा चाहिँ खासै पे भन्ने हुन्थेन हाम्रो होइन तिनीहरूले मलाई पेट्रोल चाहिँ हालिदिन्थ्यो स्कुटीमा त्यो चाहिँ थियो अनि बेला चाहिँ त्यो वन्स इन अ वाइल चाहिँ 3000 4000हरू चाहिँ दिन्थ्यो अरे अनि पछि म जाने बेला चाहिँ होइन पर भिडियो 2,000 कि समथिङ यस्तै गरी पे गर्छु भन्ने टाइपको कुराहरू निस्केको थियो फिक्स चाहिँ भएको थिएन अनि म त्यसपछि साइड लगाइहालेँ अनि त्यसपछि के कति दियो थाहा छैन मलाई ठिक छ त्यो खासै त्यो पेमेन्टको लागि चाहिँ भनेर चाहिँ गरेको थिएन हामीले त्यतिखेर चाहिँ होइन इनोसेन्ट चाइल्ड पेमेन्टको लागि चाहिँ गरेको थिएन हामीले चाहिँ अब जे जस्तो हुन्छ टिमकै लागि गरौँ सामानहरू थपौँ राम्रो सामानहरू ल्याऊँ काम गरौँ भन्नेवाला चाहिँ माइन्ड सेट थियो त्यतिखेर के थाहा त पछि गएर छुट्टिन्छ भनेर तर जे जस्तो अलिअलि चाहिँ पे गर्थ्यो वन्स इन अ वाइल दसैँ तिहारतिर होइन त्यो चाहिँ हुन्थ्यो क्यारी कि तिमीलाई थाहा छ अरू बेला गर्थ्यो त्यति नै थाहा छ मलाई त तिमीलाई थाहा छ त्यति नै हो धेरै नबोलौँ त्यस्तै नै हो त्यस्तै त्यहाँबाट अब पैसा चाहिँ खासै कमाइएन काम चाहिँ सिक्यो अब त्यही नै हो वाह त्यही अनि राइजिङ स्टारबाट त मेरो पनि त्यही नै हो त्यहाँबाट कमाउने भन्दा नि काम सिकियो अनि त्यही नै हो कि मेनली भएको चाहिँ त्यस्तै लाग्छ पार्टनरमा थियो होइन 3 जनामा त्यही नै भएन पार्ट कस्तो हो त्यो मेन टाउकोहरू त त्यो 3 जना हो नि त जे भयो नि टाउको भयो नि गाह्रो थियो टाउको ठोक्किन्थ्यो त्यही भएर गाह्रो थियो टाउको ठोक्किँदाखेरि चाहिँ जस्तै युट्युब गरिसकेपछि आफ्नै युट्युब गर्न थालिसकेपछि फर्स्ट पेमेन्ट घरमा दियो कि के गर्यो तिमीले याद छ त्यो फर्स्ट पेमेन्ट युट्युबबाट आएको चाहिँ आफूसँगै थियो यस्तो हो घर खर्चहरू सबै मैले हेर्छ नि त ओभरअलमा अनि मम्मीको अफिसबाट आएको नि मसँगै हुन्छ अनि त्यो पैसा चाहिँ एज अ होलमा घर खर्चमै गयो भनौँ अनि ठ्याक्कै सुरुमा राइजिङ स्टारको एउटा मेम्बरलाई दिनुपर्ने थियो मैले होइन सुरुमा गरेको पार्ट अनि त्यो उसलाई दिएँ उसलाई त तर मैले त्यो दिनुभन्दा पैसा आउनुभन्दा अगाडि नै दिइसकेको थिएँ के चिज गर्दैन भनेर को हो त्यो मेम्बर नभन यो पुरा के भन्छ त्यसलाई को हो त्यो मेम्बर कसलाई दियो प्रशान्त दाजु अफ कोर्स सम्झाइदियो क्या पछि राखेन भने अनि आएर कुट्छु अब यो मजाले काटेर मिलाएर राख्नुपर्छ सम्झेर त्यही नै जस केटोले सुरुमा 50-50% गर्ने भनेको थियो नि त अब आफूलाई केही आइडिया थिएन भने त केटो छुट्टै मनी माइन्डेड रहेछ हुन त हामीलाई पहिल्यैदेखि थाहा थियो मनी माइन्डेड छ भनेर होइन तर अनि पछि चाहिँ अनि होइन आफै गरौँला भने म त्यो भएर नि होला सायद टाइम नदिएको जस्तो लाग्छ किनभने आफै गर्छु भनेपछि अब मलाई के आउने होइन भन्ने हुन्छ नि त उसलाई त्यो भएर नि होला सायद छुटेको हामी ठिक छ के अरे पेमेन्ट आइसकेपछि आफूलाई मनपर्ने चिज चाहिँ के किन्यो त फर्स्टमा त्यस्तो भन्ने नै थिएन किन यो किन्छु त्यो किन्छु भनेर खासै थिएन हौ के किन्नु मैले जस्ट 2 मन्थ्सको 33,000 आएको चाहिँ याद छ फर्स्ट 2 महिनामा आएको थियो है हाम्रो खोइ मलाई थाहा छैन नि हो 100K पार्टी पनि दिएन यार त्यत्रो आएको रहेछ पार्टी पनि दिएन यस्तो घुमाएर यार बोल्थ्यो नि होइन पेमेन्ट आइसकेपछि त टाक्को टुक्को त कुरा हुन्थ्यो यार अब आज पार्टी दिन्छु यो भिडियोबाट कति पैसा आउँछ यो भिडियोबाट आउँछ त्यस्तो पेमेन्ट आएपछि चाहिँ यो गर्छु त्यो गर्छु भन्ने चाहिँ मेरो माइन्डमा खासै भएन किनभने घर खर्चमै दिमाग जान्थ्यो त्यतिखेर अब खासै राम्रो सिचुएसन नै थिएन भनौँ होइन त्यही भएर नि होला त्यो घर खर्च त्यहीमै जान्थ्यो घर खर्च त आफैले हेर्छ पहिलेदेखि यस्तो हो हाम्रो चाहिँ मम्मीको चाहिँ कारखाना छ अनि त्यो कारखानाबाट आएको पनि मैले नै लिन्छ अनि यस ओभरअलमा घरमा के खर्च हुन्छ भाइको पढाइ यताउता सबै मेरो हातमा छ क्या अनि त्यही भएर अलिकति प्रेसर नै भइरहनु भएर होला खासै आफूमा चाहिँ धेरै खर्च गरिँदैन अनि गऱ्यो भने पनि खतरा गिल्ट चाहिँ हुँदो रहेछ तर अब अहिले चाहिँ जे होस् छ अलिअलि तिमी बच्चैदेखि यस्तै हो चुलबुले नै त्यस्तो चुलबुले पनि छैनन् हो अब आफ्नो कम्फर्टेबल जोनमा भएर होला होइन यहाँ सदन रविहरू छ उनीहरूसँग पहिलेदेखि नै किचिज गरेर त्यो भएर नि होला
नत्र अरू खासै त्यो अब नयाँ पर्सन गयो भने चुपचाप लाएर बस्ने मनै चाहिँ उठेको कुरा बोलिरहेको हुन्छ होइन त्यो अगाडि मान्छेको चाहिँ हुँदैन जस रमाइलो गर्नुपर्छ भन्ने चाहिँ मलाई चाहिँ लाग्छ होइन रादर देन बिङ अ सिरियस पर्सन हल्ला गर्ने कराउने अरूलाई बुझ्ने कटाउने रमाइलो गर्ने जस्ट रमाइलो गर्ने कुरामा चाहिँ त्यही कुराले त अडियन्सहरूले सबैले मन पराइरहेको छ त्यही भएर नि होला नराम्रो चाहिँ नभन्ने होइन कसैलाई नि अब 1-2 जना भनेर त भन्ने होइन भनेको चाहिँ फर्स्ट भिडियो त्यो टम गर्लवालाकै टम बोयवाला त हेरेको थिएँ कसलाई रमाइलो लाग्छ मलाई त्यो के त्यो खाना खाँदाखेरिको त्यो जुन पोजिसन थियो नि आफू बसेर खाने त्योवाला चाहिँ राम्रो लागेको थियो मलाई रमाइलो लाग्थ्यो जस्तो हेरेर इन्टरटेनमेन्ट भएको थियो भनौँ न त्यो के अरे लुगा धुने साबुनवाला त्यो कन्सेप्टहरू त्यस्तोहरू राम्रो थियो त्यही भएर त अहिलेसम्म छ त अडियन्स आफूले छुट्टै गर्दा पनि अडियन्सहरू छ माया गरिरहनु भएको छ अडियन्स चाहिँ मजाले नै आएको थियो जस धेरैजनाले रिलेट पनि गर्ने रहेछ नि त अब केटीहरू भने चाहिँ गर्ली हुन्छ भन्ने धेरैजनाको चाहिँ हुँदो रहेछ होइन अब त्यो बाहेक अलिकति घटाघटा हुन्छ नि त्यो मेकअप मन नपर्ने रेडी हुनलाई टाइम नलाग्ने टाइपको नि केटीहरू हुन्छन् त्यही भएर नि धेरैजना रिलेट गर्न सक्यो होला भएर मन परेको होला जस्तो लाग्छ मलाई चाहिँ यसै टम बोय नै गरिरहनु भयो भने चाहिँ गर्छौ तिमी अफकोर्स वाइ नट मेरो लागि त त्यो झन् सबभन्दा सजिलो सजिलो किनभने केही एक्टै गर्नु पर्दैन नि त होइन ह्या ऊ गऱ्यो त्यही लाइक त्यही क्यारेक्टरमा होला लाइक सबैले मन पराएको धेरै मन पराएको जस यस्तो हुन्थ्यो त्यो जतिवटा भिडियो बनायो नि त्योमा कुनै न कुनै एउटामा चाहिँ पपअप चाहिँ हुन्थ्यो मेरो क्यारेक्टर चाहिँ होइन मलाई चाहिँ त्यस्तो लाग्छ अरूहरूले चाहिँ के लाग्छ होइन जस हामीले त्यो शिवजीवाला गरेको थियो नि हामीले पनि माले हेर पार्वती त्यो बेला नि पपअप भएको थियो जस धेरै कुराहरू चाहिँ पपअप भएको थियो नि त्यही भएर नि होला मान्छेहरूले मजाले चिनेको जस्तो लाग्छ मलाई चाहिँ सुनिरहेको छु क्या आनन्द आइरहेछ थाहा थिएन कति कुराहरू सुनाइरहेछौ तिमीले अनि डिफ्रेन्ट भ्यू के भन्छ त्यसलाई पर्सपेक्टिभ हो यस डिफ्रेन्ट पर्सपेक्टिभ हुन्छ नि त अनि त्यही भएर नि होला तिमीलाई कस्तो लाग्थ्यो अहिले के छ राइजिङ स्टार तिमीलाई कस्तो लाग्थ्यो जर्नी रमाइलो थियो नि यहाँसम्म आइपुगेछ यहाँसम्म गरिएको छ अहिलेसम्म मजा आइरहेछ गर्नुलाई लाइक के फ्युचरमा दुईजना कोल्याब गऱ्यो भने चाहिँ के छ कोल्याबको प्लान छैन के छ खोइ अब मेरोबाट त मैले त केही गरिरहेको छैन खासै यही पोडकास्ट हो कोल्याब भने ऊ बोलाइहालेँ योभन्दा ठुलो कोल्याब त के होला मेरो लागि अब तिम्रो साइडबाट के छ मलाई बोलाउने कि नबोलाउने त कोल्याब गर्न आउने दिनहरूमा त अफकोर्स सँगै त गरिन्छ होला नि के न के त एउटै फिल्डमा छ नजिकै छ घर पनि मैले न्यु खन्दा नि पाउँछ धेरै तिमीलाई त्यो म्याउ म्याउ गराउनु पर्दैन नि त के हो कता आउने होइन यो गरौँ न भनेर भन्ने खालको हो म चाहिँ होइन मलाई अप्ठ्यारो नलागुन्जेल अब केटोले इग्नोरै गरेर भए चाहिँ गरेर हिँड्थ्यो होला म लास्ट टाइम सेयर गरेको स्टेज भनेको त्यो त लाइफ टाइम्समा होला होइन दुईजनाको त्यहाँ पनि त्यस्तो थिएन थिएन त्यो पनि त्यस्तो सेयरै भएन नि भेट चाहिँ भएको हो प्रिमियरमा त्यही हो त्यस्तो त्यो फिल्म सेयर गरेको भने त कहिले थियो खोइ धेरै अगाडि होला धेरै अगाडि हो नि लास्ट भिडियो के हो त्यो लकडाउनवाला गरेको थियो त्यही नै होला त्यही नै हो त्यहाँपछि चाहिँ छैन त्यहाँपछि छैन नि अनि बिचमा त्यही हेलो भेटेँ यताउता त्यति हो भेट्या बेला चाहिँ बोल्छ हुन त म नि बोलाउने भएर नि होला होइन अक्वार्ड नमानेको कहाँ एकचोटि बाटोमा भेटेको थियो होइन धेरै क्या चिच्चोले बोलायो क्या म त कुन चाहिँ केटाले कसले बोलाउँछ यो भएको क्या हो त्यही ठ्याक्कै अगाडि आएर थियो यसको त चिनेला लाग्दा आयो भने सदन गरेर गएको थियो यसरी नै बोलाएको थिएँ मैले त्यही भएर नि के हो बोल्न छोड्यो गर्थ्यो मैले कोट्टा थिएँ अनि उसले म एउटा गरिदिएँ म तिमीलाई पनि बोलाउँछु नि है भनेर के चाहिँ गर्नु लागेको छ केटाले भइरहेको थियो भरे तर अजिब तरिकाले बोलाउँछ मैले त्यो सिम्पली सदन भन्दा आउँछ नि त ओ सन कथा हो गरेर है बिचारा उस्तरी हिँडिरहेको थियो अहिले त अब टन्नै कन्टेन्ट क्रिएटरहरू छ नि त नेपालमा पनि अनि कोल्याब गर्ने त्यसरी के सोचेछौ तिमीले गर्न त गरिरहेकै हुन्छ 1-2 जनासँग फेरि म चाहिँ यसो हुन्छ अब
धेरैजनासँग बोल्दिनँ नि त बोल्न आएको मान्छेसँग चाहिँ मजाले बोलिदिन्छु होइन धेरैजनासँग चाहिँ बोल्दिनँ तर अहिले नि गर्न त कतिजना निश्चल दाजुहरूसँग अनि विक्रम भाइले अस्ति भर्खर बोलाएको थियो मलाई त्यो भाइसँग गरेको छु त्यति नै हो खासै त्यति धेरै घरबाट बाहिर निस्किँदैन नि त म त्यो भएर नि होला गर्न त गर्छु म अप्रोच चाहिँ गर्छु गर्नुपर्छ जेरीसँग नि गरेको थियो अस्ति त्यही हो भेटेपछि चाहिँ गर्न चाहिँ गरिन्छ त्यस्तो नगर्ने भन्ने चाहिँ हुँदैन गर्न नि रमाइलो हुन्छ गरिन्छ भन्नु तिमी गर्ने कहिले उसले त्यो कन्टेन्ट बनाउनु थालेपछि कहिले अप्रोचै गरेन है भन्नु म एक्लै नै गर्ने भएर होला क्या पैसा नमाग होइन आफूले यो क्रिएटरसँग चाहिँ गर्न मन छ भने चाहिँ कुनै छ क्रिएटर त्यस्तो स्पेसिफिक चाहिँ छैन योसँग गर्छु भनेर तर मौका पायो भने चाहिँ सबैसँग गर्दिनँ होइन सबैजना खतरै छन् अहिले त अनि फर्दर मोर पनि अब यही कन्टेन्ट क्रिएसनै गर्ने हो कि योभन्दा के गर्नु मन छ अर्को अब अहिलेलाई त कन्टेन्ट क्रिएसनै छ अब अलिकति पैसा भयो भने बढी जम्मा भयो भने चाहिँ केही बिजनेसतिर नि हात हालौँ भन्ने छ होइन हेरौँ तर अहिले भन्दिनँ म के हो भनेर किनभने मलाई पनि थाहा छैन पेट धेरै भर्यो भने काम पनि हुँदैन भनेर भन्छन् नि त भएपछि म पक्कै पनि फेरि पनि पोडकास्टतिर आउँछु हेरे हाम्रो यहाँ प्रडक्ट आयो हेर होइन त्यो चाहिँ जस्ट एउटा केही न केही चाहिँ बिजनेस गर्नुपर्छ भन्ने छ होइन हेरौँ त्यो चाहिँ गर्ने भन्ने सोचिरहेको छु अहिलेसम्म जस कन्टेन्ट क्रिएसन मात्रै हो अरू साइड बिजनेस यताउता केही गरेको छैन त्यही मम्मीकै बिजनेस हो मम्मीकै बिजनेस हेऱ्यो हिसाब किताब गर्यो कहिले काहीँ पार्सल गरिदियो पठाऊ त्यो नै हो कन्टेन्ट क्रिएसनको के अरे टाइममा के अरे इम्बारेसमेन्ट मोमेन्ट र क्या फन्नी मोमेन्टहरू केही छ आफ्नो त्यस्तो छैन किनभने घरभित्र गर्ने भएर होला होइन त्यस्तो हुँदैन जस आफूलाई रमाइलो चाहिँ लागिरहेको हुन्छ जब त्यो केटाको क्यारेक्टरहरू गर्न आउँछ नि त फिल्टर लगाएर त्यो भएर चाहिँ लास्ट रमाइलो लाग्छ अनि ठ्याक्कै मैले त्यो एउटा सबभन्दा बढी भ्यू गएकोवाला चाहिँ 34 मिलियन जति गएको थियो क्या होइन अनि त्यो गर्दाखेरि चाहिँ सुरुमा चाहिँ त्यो भिडियो एडिट गरेपछि एक्लै हेर्दा हाँसेको थिएँ क्या म होइन के अरे अनि त्यसपछि ठ्याक्कै त्यसको सुरुमा चाहिँ चलेन खासै अनि पछि गरेर कति धेरै नोटिफिकेसन आइरहेको भनेर हेर्थेँ भरे त्यो बुम भइसक्यो रहेछ अनि बिस्तारै भ्यूहरू गर्दै गयो कति 1 मिलियन 2 मिलियन अब त खासै बढ्दैन होला भने बिस्तारै गरेर 34 मिलियनसम्म पुग्यो क्या वाह त्यतिखेर त्यो कुरा चाहिँ रमाइलो लागेको थियो इम्बारेस भन्ने चाहिँ खासै चाहिँ छैन किनभने पहिला राइजिङहरूसँग गर्दाखेरि अनेक थरी गरे हो होइन त बाटोमा गएर यता सब गरे त्यही भएर खासै त्यस्तो छैन तर रमाइलो हुन्छ अहिले चाहिँ मान्छेहरूले चिन्ने भएर नि होला होइन त्यतिखेर चाहिँ नहेरिदियो नि जस्तो लाग्दैन तर अहिले चाहिँ जस्तो आउँछ त्यस्तै पर्छ जस्तो पर्छ त्यस्तै गर्छ भन्ने टाइपले नै गरिरहेको छ हेरेर अहिलेसम्म काम गरे मध्येमा कोसँग काम गर्ने चाहिँ सबसे रमाइलो भयो त होइन कोल्याब गरेकोमा कोल्याब पनि गर्नुभयो राइजिङ स्टारको टिममा पनि भयो एज अ काम गर्न मजा आउने क्यारेक्टर साथी या कोही टिम मेम्बर कोल्याब हाम्रो मधु दाई र निश्चल दाईहरू उनीहरूसँग चाहिँ खुब फ्लोमा आउँछ क्या हुन्छ नि त्यो रमाइलो पनि हुन्छ अनि आफ्नै त्यो एक थोक भनेको छ भने अर्को थोक निस्किन्छ अनि त्यसमै रमाइलो हुन्छ त्योमा चाहिँ रमाइलो छ आउने दिनहरूमा पनि गर्छ होला त्यो दाईहरूसँग त गर्नुपर्छ ल सिधा गर्नुपर्छ भनेर भन्नुहुन्छ होइन अनि हुन्छ रमाइलो हुन्छ भनेर गरिदिने हो फेरि त्यस्तो प्रेसरहरू केही नै हुँदैन नि त जस्तो आउँछ त्यस्तै गरिदिने हो रमाइलो नि हुन्छ त्यही अनुसार गइन्छ निश्चय नि रमाइलो हुनुहुन्छ मान्छे क्या छुट्टै एनर्जीवाला ल्याउनुहुन्छ क्या त्यो म आउँदा नि लास्ट टाइम पनि आउनुभएको थियो त्यही गर्नुपर्छ गए त्यस्तै गर्नु त्यही गर्नुपर्छ अहिले त दारी काटेर बसिरहनु भएको छ के गर्यो भनेर एकदम मेहनत छन् उहाँ पनि खतरा एक्टिङ गर्छन् मान्नै पर्छ त्यही राम्रो एक्टर लाग्छ मलाई पनि दाइको हामीलाई अलिअलि सिकाउनु नि भएको छ एक्टिङ ए हो तिमीलाई त भनेको छैन क्या अरे एक्टिङ कस्तो मतलब वर्कसप दिनुभएको कि जस एक्टिङ उहाँलाई भएको नलेज जति हामीलाई पास गरे अब कतिखेर के एक्सप्रेसनले के हुन्छ बडी ल्याङ्ग्वेजले गर्दाखेरि के हुन्छ भन्ने टाइपकोहरू चाहिँ भन्नुभएको थियो क्या काइन्ड अफ क्लास भनौँ न मजाले नै गर्नुभएको थियो एकदमै
फ्रुटफुल भएको छ त्यो चाहिँ मेरो लागि चाहिँ त्यही जस्तै लाइफ ड्यामेजमा पनि जोडेको छौ नि त तिमी भन्नै त्यो त भन्नै पर्छ हामीले त्यो चाहिँ कसरी जोड्यौ तिमी लाइफ ड्यामेजमा चाहिँ कोही निमेश दाइले हो के अरे निमेश दाइले भन्नुभएको थियो मलाई यस्तो यस्तो छ भनेर खासै धेरै छैन सानो रोल छ भनेर भन्नुभएको थियो अनि अब एज अ युट्युब कम्युनिटी नै होइन अब केही कुरा गरिरहनु भएको छ भने सपोर्ट गरिदिउँ न होइन फाइनेन्सियल त अफकोर्स सक्थ्यो नि त्यतिखेर होइन जे छ त्यहीमै गरिदिउँ भनेर अनि त्यो दिन गरेको थियो त्यो सानो क्लिप थियो त्यसमै बोलायो अनि त्यसपछि धेरै सानो क्लिप भएर सुन न हाम्रो म्युजिक भिडियो पनि छ त्यसमा नि गर न ल तिम्रो एकदमै स्क्रिन टाइम कम भयो भनेर भन्नुभएको थियो नि हुन्छ भनेर चाहिँ सिम्पली गएको थिएँ त्यस रमाइलो भयो ओभरअलमा त्यसमा नि आफूलाई सुहाउने रोलै पाएको मैले होइन मान्छेहरूले मेरो त्यो मेन फेस भन्दा नि स्वरले चाहिँ चिन्यो भनेर मलाई मेसेजहरू आएको थियो त्यस रमाइलो भएको थियो त्यतिखेर थाहा पायो कहाँ थियो मैले थाहा छ सपोर्ट मात्र थियो कि त्यसबाट पेमेन्ट पनि आयो थिएन सपोर्ट मात्र हो नो पेमेन्ट निमेश दाइ फाइदा आयो कि आएन ठिक छ जस एउटा एक्सपिरियन्स नि भयो होइन रमाइलो थियो जस ओभरअलमा त्यहाँ काम गरे जस्तो फिल आएको थिएन मलाई चाहिँ किनभने एकै यति रोल गर्न त गयो होइन सबलाई ऊ गर्दै बसिरहेको थियो त्यतिखेर पनि त्यतिखेर चाहिँ रोहित भेटेको थिएँ मैले रविलाई भेटेको थिएँ त्यतिखेर जस रमाइलो भएको थियो एज ए इन्फ्लुएन्सर कन्टेन्ट क्रिएटर आफ्नो कमेन्ट्सहरूलाई कसरी हेर्नुहुन्छ तपाईँले एकदमै राम्रो हेर्छ यस्तो ध्यान दिएर हेर्छ मन परेर पनि डिलिट गर्छ अब राम्रो कमेन्ट त अभियसली खुसी नै लाग्छ कि नराम्रो कमेन्टहरू चाहिँ कस्तो के गर्छौ तिमी इग्नोर गरिदिन्छौ कि यस्तो त्यति साह्रो नराम्रो कमेन्ट चाहिँ अहिलेसम्म आएको छैन होइन आयो नि खासै मतलब गर्दैन म किनभने आई डोन्ट केयर होइन तर सुरुमा चाहिँ अब राइजिङ स्टारकै कुरा आउँछ जे गर्दा नि त्यसमा नि एकदमै नराम्रो नराम्रो कमेन्टहरू अफकोर्स आउँथ्यो होइन त्यसमा पनि अब उनीहरूले रोहितहरूले भन्थ्यो नि त मतलब गर्ने होइन इग्नोर गरिदियो यताउति भनेर भन्थ्यो त्यो बेलादेखि अनि मजाले प्र्याक्टिस भयो नि होला होइन मतलबै लाग्दैन अहिले त अनि कहिलेकाहीँ चाहिँ अनि केही उल्टो पाल्टो कमेन्ट गरायो भने त्यसलाई नै पेलेर के भनेस् रे भाइ भनेर त्यसरी नै भन्छु क्या मैले हो कमेन्ट ब्याक गरिदिन्छौ तिमी कहिलेकाहीँ जोस चढ्यो भने नत्र डिलिट गरिदिन्छु भनिरख मलाई के छ र मेरो भ्युज बढिहाल्यो भनिदिने नि अब राम्रो कुरा सजेस्ट गराएको छ भने त्यही अनुसार ओके लिन्छु म होइन थ्याङ्क यू फर द इन्फर्मेसन भनेर भन्छु म युट्युबमा नि इन्स्टाहरूमा नि अब त्यो उटपटाङ चिज भनेको छ भने त त्यही हो गाली हान्छ तर मैले कसैले गाली गर्नु चाहिँ परेको छैन अहिलेसम्म जस्ट सबै कमेन्टहरू पढ्छौ तिमी सबै त पढ्दैन जस अपलोड गरेको फ्यु टाइमसम्म चाहिँ हेर्छु म अनि पछि भएपछि त त्यो अरू बनाउनेतिर लागिरहेको हुन्छ नि त अनि खासै हेर्दैन त्यस त्यति मजाले चाहिँ हेर्दैन युट्युबहरूको चाहिँ हेरेर हुन्छ अनि मेसेजहरू आइरहेको हुन्छ रिक्वेस्टमा तिनीहरू नि रिप्लाई दिन्छौ सबैलाई भ्याउँदै यस्तो हुन्छ मलाई त म्यासेज रिक्वेस्ट हुँदैन बुढाहरू मस्त रिल पठाएर बस्छ त्यो रिलको के गर्नु भयो भइरहेको हुन्छ त्यस्तो हुन्छ रिल आउँछ बुढाहरूकोबाट यत्तिकै रिलहरू पठाइरहेको हुन्छ अनि जस बिग फ्यान यताउता भन्छ अनि त्यो रिप्लाई चाहिँ प्राय गरिदिँदैन मैले धेरै जस्तो रिप्लाई चाहिँ गरिदिँदैन किनभने म ऱ्यान्डमली चिनेकै मान्छेको आउँदा पनि त्यो एक थोक काम गरेर हुन्छ झल्यास हेर्छ होइन बिर्सिन्छ क्या त्यसरी टेक्स्ट रिप्लाई गर्ने दिमागमा रिप्लाई गरे हुन्छ एक्चुअलमा चाहिँ बिर्सिन्छ ला हुन्छ अनि पछि फेरि सम्झेर यसले रिप्लाई गर्नु थियो भन्ने हुन्छ है खासै त्यो म आइएम नट अ टेक्स्ट पर्सन होइन भेटेपछि चाहिँ बोल्छु टेक्स्टमा चाहिँ हेलो कहाँ छौ यो काम आयो यहाँ आउनु पर्ने हो ल भयो हुन्छ अनि भेटेपछि चाहिँ बाँकी काम कुरा गर्ने हो क्या न त टेक्स्टमा त खासै कोहीसँग पनि बोल्दिनँ तिमी बोल्छौ टेक्स्टमा छैन टेक्स्ट गरेर नै मन लाग्दैन हो त्यही त डाइरेक्ट कल आएकै भन्छ त्यो म्यासेन्जर इन्स्टाहरूमा कल आयो किन कल गरेर चाहिँ यसले भइरहेको हुन्छ कि त केही इन्फर्म गरेर कल गर्दा ठिकै हो होइन त्यो डाइरेक्ट कल आयो भने त नम्बरमा आयो त के हो भनेर उठाइदिन्छ त्यो इन्स्टाहरूमा गऱ्यो भने चाहिँ मलाई एक साइडमा त किन रिस उठ्छ त्यो एक्कासी अब राम्रोसँग बोल्या पनि छैन चिन्या छैन भनेर एक्कासी गऱ्यो भने किन गरिस् भन्नुहुन्छ नि त म्यासेज गऱ्यो भने त हेरिहाल्छ नि डाइरेक्ट कल गऱ्यो भने चाहिँ अलिकति अक्वर्ड लाग्छ किन मलाई चाहिँ त्यही त 3-4वटै म्युजिक भिडियोहरू पनि गऱ्यौ अनि यता रियाक्सन गरिरहेछौ यता भाइन्सहरू गरिरहेछौ अनि
भिन्नता चाहिँ के पाउँछौ तिमीले त्यो म्युजिक भिडियो भाइन्सहरू गरिराख्दाखेरि? यस्तो हो रियाक्सनमा त ऊ भइहाल्यो होइन, हेऱ्यो रमाइलो गऱ्यो, जस सँगै कोहीसँग बसेर हेर टाइपको वाला हुन्छ होइन, किनभने आफ्नो ओपिनियनहरू राख्न पाउँछ नि त, त्यो भयो। अनि भाइन्सहरू गर्दाखेरि चाहिँ छुट्टै आफूलाई रमाइलो लाग्छ, अनि त्यसबाट चाहिँ मान्छेहरू हाँसुन् रमाइलो गरून् हुन्छ नि, आफ्नो त्यो अलिकति स्ट्रेस्ड माइन्डलाई हटाएर हाँसेर हाहु गरून् भन्ने हुन्छ। अनि म्युजिक भिडियोमा चाहिँ त्यो आफूलाई एक्टिङ गर्न मन लाग्छ नि त, आफूलाई एक्ट गर्न मन लाग्ने भएर त्यसमा छुट्टै रमाइलो लाग्छ। तिमीलाई चाहिँ केमा धेरै मजा आउँछ काम गर्नु चाहिँ, म्युजिक भिडियोहरू कि यता रियाक्सन भाइन्सहरू कि? भाइन्सहरूमा रमाइलो लाग्छ, जस्ट एक्ट गर्ने ठाउँमा चाहिँ रमाइलो लाग्छ भनौँ। म्युजिक भिडियोमा नि अब खासै मेरोभन्दा छुट्टै छुट्टै क्यारेक्टरहरू हुन्छ नि त, त्योलाई अलिकति च्यालेन्ज वेले हेर्ने भएर नि होला, त्यसमा नि गर्न चाहिँ रमाइलो लाग्छ। जस एक्टिङ जहाँ छ त्यहाँ चाहिँ रमाइलो लाग्छ भनौँ। मलाई थाहा नै थिएन क्या म एक्टिङ गर्छ भनेर, सुरुमा एक्टिङ पनि गरेर गर्न आउँदैन अन्त भन्ने मान्छे अहिले त्यसमै रमाइलो लागिरहेछ। त्यो कुन बेला थाहा भयो तिमीले पनि एक्ट गर्न सक्छु भनेर तिमीलाई चाहिँ? त्यही राइजिङ स्टारबाटै अलिकति प्रेसर आएपछि हो, यस्तो यस्तो गर्ने हो सिम्पली भन्नेवाला कुरा आयो नि त। अनि त्यसपछि चाहिँ आफ्नै वेमा उनीहरूले अब स्क्रिप्टमा एउटा छ भने आफ्नो पाराले भन्थ्यो नि त मैले, अनि त्यतिखेर चाहिँ ओके गर्न सक्दो रहेछ भनेर, मेरो मम्मी सक्दैन यसले नै गर्न सक्छ भनेर, किनभने त्यो फिल्डमा गएको नै थिएन नि त, एक्कासी आएको, अनि गर्दो रहेछ भन्ने कुरा भयो। अनि गर्दा गर्दै गर्दा गर्दै जे होस् कमेन्टहरूमा नि राम्रै गर्दो रहेछ भन्ने आयो नि त, अनि त्यो भएपछि चाहिँ त्यहीबाट सुरु भयो। अनि आफूले रमाइलो लाग्ने काम पाएपछि त झन् सोने पे सुहागा होइन, त्यसै रमाइलो छ। एक्टिङ गर्दाखेरि अहिलेसम्मको च्यालेन्जिङ पार्ट कुन चाहिँ? टु बी अ गर्ली गर्ल, सफ्ट त्यो चाहिँ सफ्ट साइड निकाल्नुपर्छ नि, त्योमा चाहिँ अलिकति गाह्रो लाग्छ मलाई, त्यो नै हो। किनभने ममा त्यस्तो लचक्ता गर्ली पारा आउँदैन नि त हत्तीपत्ती, अनि त्योमा चाहिँ अलिकति गाह्रो छ। अब त्यही अनुसार सक्न चाहिँ सकिन्छ, अलिकति गाह्रो चाहिँ हुन्छ होइन, एक्ट गरिन्छ पछि फेरि भएर गरिब भयो मलाई भन्दै अहिले गरिब भयो, त्यही हो अलिकति गर्ली साइड निकाल्न चाहिँ गाह्रो हो मलाई, त अरू त सबै ठिक छ। सुट गरिराख्दाखेरि चाहिँ कसले खिच्छ कि स्ट्यान्डमै राखेर हो कि के हो? स्ट्यान्डमै हो, यस्तो हो इन्डोर छ भने चाहिँ सबै ट्राइपोड जिन्दाबाद हो होइन, नभए एकजना साथी आउँछ हेल्प गर्नलाई, त्यहाँदेखि कहिलेकाहीँ बोलाउँछु म, अनि खिचिदिन्छ। अनि आउटडोर भयो बेला नि जम्प भने है हुन्छ जम्प भन्छ, लास्ट रमाइलो छ केटी नि, अनि रमाइलो हुन्छ जे होस्। हाम्रो ओभरअलमा जे भने त्यति गरिदिन्छ, मभन्दा अलिक सानो छ क्या, त्यही भएर मैले हप्काइ दप्काइ गरे पनि खासै केही मान्दैन, त्यसले नि लास्टै इरिटेट गर्छ मलाई, त्यही भएर जस्तालाई त्यस्तै पाएको छ भनौँ, त्यसले गर्दा नि सुट गर्न नि सजिलो हुन्छ, अनि ठ्याक्कै रमाइलो हुन्छ भनौँ। अहिलेसम्म भ्युअर्सहरूले श्वेता बस्नेतको बारेमा थाहा नभएको कुरा चाहिँ के छ? खै त्यो उनीहरूलाई के थाहा छ अनि लाइक त्यो बाहिर यो जति पनि देखिन्छ नि क्यामेरा अगाडि, त्यो बाइकको इन्ट्रेस्टिङ कुरा के छ? त्यो इन्ट्रेस्टिङ कुरा त के छ हिँड्दैन जस्तो लाग्छ, अलिकति इमोसनल्ली चाहिँ अलिकति बेसी के भन्छ त्यसलाई रियाक्ट गर्छ मैले, त्यो कुरा चाहिँ थाहा छैन होला, किनभने हाउ बेसी देख्छ नि त, अलिकति त्यो इमोसनल साइड बेसी छ मेरो, त्यो चाहिँ अब रियाक्सन गर्दाखेरि बेला बेला त देख्छन् होला देख्न त, त्यो इमोसनल साइड बेसी छ, अरू त के छ, अरू त खासै केही नै छैन, त्यति न खासै केही छैन, अरू त सबलाई थाहा छ जस्तो लाग्छ मलाई चाहिँ कस्तो हो म भनेर, हाउ गर्ने पारा भएर नि कि। यत्रो करियरहरू छन्, अनि कन्टेन्ट क्रिएसनमै करियर बनाउँछु भने चाहिँ कुन चाहिँ भिडियोबाट चाहिँ आफूले इस्टाब्लिस गर्यो? खतरा क्वेसन यस्तो हो, म चाहिँ खासमा मेरो प्लान चाहिँ के थियो भने एयर होस्टेसको थियो होइन, त्यतैतिर सोचिरहेको थिएँ। अनि लकडाउन भयो, लकडाउन भएपछि त्यो हुन्छ नि सबै थोक बन्दै भयो नि त, अब के गर्ने भन्ने भएन। अनि अब यही गरेर मेन त युट्युबबाट आउँथ्यो नि त, अब युट्युबबाट भयो नि आइरहेको थियो भन्ने हुन्थ्यो। अनि युट्युबकोले त पुग्दैन अफकोर्स, धेरै पे गर्दैन मुलाहरूले, एडमा धेरै दिन्छ आजकल त। अनि
त्यो भयो अनि बिस्तारै बिस्तारै यो टिकटक ब्यान्ड भएको थियो नि त अनि टिकटक न त टिकटकमा ब्रान्डहरू हाल्थेँ मैले त्यसपछि इन्स्टातिर गयो होइन इन्स्टातिर हाले नि हुन्छ भन्ने कुरा आयो अनि इन्स्टातिर गएपछि चाहिँ अलिकति मजाले रिच पनि गयो भ्युज पनि गयो नि त अनि त्यसपछि एउटा डिसेन्ट अमाउन्ट कमाउनु थाल्यो अनि त्यसपछि ल यसमा नि रहेछ है भन्ने चाहिँ भयो त्यसपछि बल्ल अनि धेरै ब्रान्डहरूले नै अप्रोच गर्नु थाल्नुभयो अनि त्यसपछि हुन्छ अब केही गर्न सकिएला नि त भनेर अनि त्यही भएर अनि त्यसपछि चाहिँ योमा गएको हो क्या अब चाहिँ के होला कि भनेर किनभने पहिला त खासै थिएन नि त ठिक छ अहिले आफूले चाहिँ के बन्ने सपना थियो र पहिला मेरो चाहिँ स्पेसिफिक यस्तो थियो भने चाहिँ केही नै थिएन होइन त्यही एयर होस्टेसकै ट्रेनिङमा गइरहेको थियो जस केही न केही चाहिँ गरिन्छ भन्ने नै थियो नभए अहिले हेर्स यु कफी सर भन्दै बस्नु पर्दैन होला होइन तर जे हुन्छ राम्रोको लागि हुन्छ भने जस्तै त्यही नै थियो कि त अफकोर्स बाहिर जान्थ्यो होला मेरो दिदी पनि अस्ट्रेलियामै छ नि त न त त्यही घर एमसिटी चल्नुहुन्थ्यो होला सायद मेरो त्यही नै हो त्यही भएर अब जो होता है अचिकली होता है भन्दै भिडियो बनाउँदै बस्ने अब यसमै रमाइलो नि छ कमाइ पनि छ अन्त वाइ नट होइन त्यही भएर यही हो कुरा चाहिँ अहिले फुटबल चलिरहेछ नि त कति हेरे वर्ल्ड कप छैन मलाई त मेरो के अरे लास्ट भर्खर मैले एउटा कस्तो खतरा डायरेक्ट तिमीलाई के लाग्छ मलाई त निन्द्रा लाग्छ भन्ने वाला थियो क्या एउटा होइन त्यो अब धेरैजनाले चाहिँ हेर्छन् तर मलाई चाहिँ मेरो निन्द्रा एकदमै प्यारो छ होइन त्यही भएर म हेर्दैन बरु भोलिपल्ट ए कसले जितेछ यसले जितेछ वाह भने चाहिँ फलो चाहिँ गर्छौ अपडेट चाहिँ लिन्छौ के मेन चाहिँ त्यही अब पोर्चुगल के भन्छ अर्जेन्टिना टाइपकैमै हो होइन मेन चाहिँ ब्राजिलको नि हो जितेछ ओ जितेछ भने त्यति हो रोनाल्डो कि मेस्सी त रोनाल्डो कि मेस्सी त निमार त अप्सनमा छैन नि अहिलेलाई त्यस्तो मेरोमा खासै स्पेसिफिक भन्ने छँदै छैन रोनाल्डो मेस्सी कोही पनि छैन यता बस्ने नि फुटबल खेल्दैन कि त्यसो यस्तै भएर त्यस्तो स्पेसिफिक छैन मलाई त मलाई दुइटै मनपर्छ मेस्सी मलाई ग्रिन फ्ल्याग लाग्छ रोनाल्डो अलि ह्यान्डसम छ गेम चाहिँ मतलब छैन क्या उसलाई गेम नेमारको मनपर्छ अहिले त अलिकति लड्छ केटो केही भन्दिनँ हो अहिले त इन्जुरी भएर खेले नि छैन सेड लाइफ सपोर्ट गर्नु पर्यो भने चाहिँ कुन चाहिँ टिमलाई गर्छु ब्राजिललाई किन हो ब्राजिल चाहिँ खुब मनपर्छ मलाई त्यो अब बच्चा बेला एउटा क्रसले ब्राजिलको जर्सी लगाएर थियो क्या होइन त्यति बेला ओइ ला भन्यो मैले त्यो भएर नि हो के हो किनभने ब्राजिलको लागि चाहिँ एउटा सफ्ट साइड छ भनौँ आई डोन्ट नो भाइ अब त्यो बच्चा बेलादेखि नै ब्राजिल ब्राजिल भन्दै बसिरहेको भएर नि होला होइन त्यो 7 गोल खाएको बेला नि स्टिल ब्राजिल भन्दै त्यही त क्यामेरा पछाडि एउटा मान्छे रमाउँदै बसिरहेछ क्या खुसी हुँदैछ क्या कोही त छ ब्राजिल भन्ने नि उसलाई हामी छुट्टै हामी किन अर्जेन्टिना र पोर्चुगल मात्र हामी ब्राजिल भन्ने हामी नेमार भन्ने होइन ब्राजिल पनि धेरै भनिसक्यो नि त 5 चोटि त बोलिसकिएको छ अब कति बोलोस् तर के भन्छ एउटा चाहिँ अब रोनाल्डोको नाममा नि जाओस् न त एउटा भन्ने चाहिँ भएको छ मलाई किनभने अब लास्ट वर्ल्ड कपमा मेस्सीको दाजुको भइहाल्यो होइन अब रोनाल्डोले नि त्यत्रो जोस् मेहनती छ बच्चो होइन अहिले बाल अब जोस् एउटा भयो नि टक्क लाएर एउटा स्टार पाओस् न भन्ने चाहिँ एउटा चाहिँ छन चाहिँ अहिले जेसुकै होस् मैले पाउने त्यही हो हाम्रो रोनाल्डो दाजुको लागि चाहिँ एकदमै त्यो माया लागेर एउटा न एउटा त तारा लियोस् भयो छ अब एक्लै खेल्ने भयो भने चाहिँ गाह्रै छ एक्लै पनि खेलेन गाह्रो त्यहाँ भयो भयो त्यो फुटबलको कुरा त्यस्तै हो होइन वर्ल्ड कप त अझै हाम्रो 1.5 महिना चलिहाल्छ अहिलेको एज अ कन्टेन्ट क्रिएटर आजकलको पोलिटिकल सिनेरियोलाई कसरी हेर्नु भएको छ अहिले त ठिक छ केही होला कि भन्ने आश छ अहिले चाहिँ होइन अब जुन त्यो पहिलाकोमा त सोसियल मिडिया ब्यान गर्छु भनेपछि आएको हो नि त हो त्यतिखेर चाहिँ ल अब के गर्ने ल अब दुबई कतरा हुन्छ होला जस्तो छ भन्ने दिमागमा आएको थियो क्या होइन त्यतिखेर चाहिँ अनि अहिलेको हेरिकन चाहिँ अब हाम्रो प्राइम मिनिस्टरै एउटा इन्फ्लुएन्सर टाइपको मान्छे नै हो होइन त्यही भएर चाहिँ उहाँहरूले चाहिँ केही राम्रो नै गर्नुहुन्छ होला भन्ने आश छ होइन त्यही भएर त्यही ढुक्क भएर नेपालमै बसिन्छ कि भन्ने नि छ नेपालै घुम्नु मन छ त्यही नै हो
जस्तै त्यो इन्स्टा ब्यान्ड हुँदा इन्स्टा रे हाम्रो टिकटक ब्यान्ड हुँदाखेरि के थियो तिमीलाई चाहिँ के भएको थियो त्यतिखेर लाभ के अरे अब बन्द भयो कामै रोकिन्छ जस्तो त्यो केही थियो कि थिएन अहिले अब जे होस् अलिअलि कमाइ हुन्थ्यो त्यो पनि जाने भयो भन्नेवाला हुन्थ्यो नि त अनि फेरि अब त्यहीबाट अनि सिफ्ट हुन नि मिल्यो फेसबुक इन्स्टा छ त भन्नेवाला कुरा नि आएको थियो त्यसपछि चाहिँ इन्स्टामा ग्रो हुन थाल्यो मेरो मजाले किनभने पहिला त इन्स्टालाई त खासै भाउ दिन्थेन मैले पछि हो इन्स्टामा नि रहेछ है अहिले चाहिँ फेरि मेनली जेन्युनहरू चाहिँ इन्स्टाबाट चाहिँ मजाले आउँछ है टिकटक भन्दा पनि टिकटकलाई त किन के भुत चढ्छ कुनै कहिले भत्त बढ्छ कहिले भत्त घट्छ अचम्म लाग्छ अहिले त तिम्रो बेसी भ्युज भनेकै इन्स्टामै होला युट्युब टिकटक यताउता भन्दा पनि इन्स्टामै जान्छ फेरि यस्तो हुन्छ जस्तो अब एउटै भिडियो मैले 3टा प्लेटफर्ममा हालेको छ होइन कुनै टिकटकमा बढी रिच गरिदिन्छ कुनै इन्स्टामा बढी रिच गरिदिन्छ कुनै फेसबुकमा त झन् मिलियनमा पुग्दिएर हुन्छ कहिलेकाहीँ त भ्युज ट्याक्कै एक दिन मैले यत्तिकै ऱ्यान्डमली पेज बनाएर छोडिदिएको थिएँ इन्स्टा यत्तिकै जान्छ भनेर होइन अनि मतलबै गराएको थिएन नि एउटा साथीले मलाई के तिम्रो त मिलियनमा भ्यू छ त हे हो भने मैले त्यतिखेर चाहिँ मलाई थाहा थिएन अनि ओके रहेछ है भनेपछि हाल्न थालेँ तर मेरो फेसबुकै मोनिटाइज भएन मैले रिस उठेर मोनिटाइज छैन सबतिर चाहिँ गुनासो बोकिरहेको छु मैले यो कुरा सबजनाको भइसक्यो होइन मेरो चाहिँ किन भएको छैन आई डोन्ट नो अल द फलोवर्स नै छ रिच पनि छ ओरिजिनल कन्टेन्टै हाल्छु त्यही पनि तिम्रो त्यही त हरेक भिडियोमा एउटा लेख्छौ नि तिमीले के हो होला त्यो चाहिँ कहाँबाट आयो त्यो चाहिँ यस्तो हो कुरा गरिराख्दाखेरि ऱ्यान्डमली पनि म के हो भनेर ऱ्यान्डमली भन्छ है अनि भन्दै ठ्याक्कै ईशाको र मेरो क्लास हुन जान्छ नि त धेरैजनाले मलाई कन्फ्युज हुन्छ क्या श्वेता बस्नेत ओइ बहिनी ओइ हो होइन सरी एकजनाले त ओइ दिदी ओइ हो भनेर भनेको थियो क्या मलाई अनि ओके कन्फ्युजन हुने भयो भन्थ्यो अनि म ऱ्यान्डमली के हो चाहिँ भनि नै रहन्थेँ क्या कुराहरू गर्दाखेरि अब भिडियो इन्डमा नि हो कि होइन भन्ने वाला हुन्छ नि त हाम्रो भ्युवर्सहरूलाई नि अनि त्यही भएर त्यो चाहिँ मजा लाग्यो के हो भनेर भन्छ क्या तिमीलाई कस्तो लाग्छ के तिम्रो पनि लिनु पर्यो कमेन्ट्सहरू रमाइलो लाग्छ कि लाग्दैन रमाइलो लाग्छ त्यही त मैले याद गरेको थिएँ कि त्यो चाहिँ के हो रमाइलो हुन्छ नि त्यो चाहिँ एज अब मेरो ट्यागलाइन नै भयो अनि हो कि होइन भन्नेवाला क्वेसन पनि जान्छ नि त भ्युअरहरूलाई त्यही भएर त्यो चाहिँ राखिदिएको एज अ कन्टेन्ट क्रिएटर नयाँ आउने कन्टेन्ट क्रिएसन गर्ने इच्छा भएको भाइ बहिनीहरू या कोही नयाँ मान्छेहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ के भने गर्दै म चाहिँ कन्टिन्युटी चाहिँ गरिरहनुपर्छ भन्छ होइन कुनै न कुनै बेला चाहिँ जान्छ भन्ने चाहिँ हुन्छ किनभने हाम्रो पनि खासै सबै भिडियो चल्छ भन्ने छैन नि त कुनै चल्छ कुनै चल्दैन सो आफूले चाहिँ हार मान्नु भएन सधैँ चाहिँ गरिरहनु पर्यो त्यही नै हो अनि आफूमा भएको युनिक कुराहरू चाहिँ ल्याए हुन्छ रादर देन अरूको गर्नुभन्दा चाहिँ होइन आफूले अब के लाग्छ आफ्नो पर्सपेक्टिभ हेर्दा पनि रमाइलो लाग्छ नि त मान्छेहरूलाई त्यो छुट्टै के भन्छ त्यसलाई छुट्टै वेले सोचेर ल्याएको कन्टेन्टहरू नि एकदमै मजाले चल्छ सो रेगुलरली गर्नु पर्यो आफ्नो वेले गर्नु पर्यो अनि ट्रेन्डमा के चलिरहेको छ त्यो वेले नि गर्दा हुन्छ त्यही नै भन्न चाहन्छु हस् थ्याङ्क यू सो मच पनि खुसी लाग्यो अलि टाइम चाहिँ लाग्यो धन्यवाद मलाई बोलाइदिनु भएकोमा जाडोमा बोलाएको गर्मीमा यस्तो हपअप गर्ने भइरहेछ ठिक छ त्यही नै थ्याङ्क्स फर ह्याभिङ मी धेरै कुराहरू याद आयो होइन अझ पार्ट 2 चाहिन्छ भने पनि कमेन्ट गर्नु होला अनि त्यसपछि हामी फेरि पनि कुरा काटेर छौँ फेरि पनि बोलाउनु होला दिदीले यो क्वेसन सोध्नु भनेर भन्नु होला म पक्कै पनि आउने नै छु अनि त्यस कुरा काट्नेछौँ हामी त्यसपछि ओके एट द इन्ड हामीसँग सानो एउटा गिफ्ट रहेको छ वाह के दिन लाग्यो यो चाहिँ मोबी जिल्लाबाट मोबी बच जिल्लाबाट हजुर मोबी जिल्लाबाट त्यसमा चाहिँ रिपेयर पनि हुन्छ रिपेयरको पार्ट्सहरू पनि बेच्नुहुन्छ उहाँहरूले अनि रिपेयर गर्नको लागि ट्रेनिङ पनि दिनुहुन्छ उहाँहरूले ए वाह हो नाइस थ्याङ्क यू मोबी जिल्ला म त कुन चाहिँ जिल्ला भन्दा मुगु जिल्ला भन्नुहुन्छ प्रायः सबैले तर मुगु जिल्ला होइन मोबी जिल्ला हो मोबी मतलब कुन चाहिँ जिल्ला हो त्यो भएर कन्फ्युज भइरहेको थियो थ्याङ्क यू हेलो जनताज म चाहिँ आज आइसकेको छु र प्रोडक्सनमा होइन मेरो एक्स मेम्बरहरूको कुरा काट्नको लागि सो मैले यहाँ के भनेको छु कस्तो भनेको छु पक्कै पनि हेर्नु होला र प्रोडक्सनमा गएर के हो